सम्पूर्णमा नमस्कार। मिति 2083 1 महिना 31 गते बुधबारका दिन हाम्रो घरमा विवाह, व्रतबन्ध र गुन्यचोली कार्यक्रम रहेको थियो। गुन्यचोली हाम्रो 8 वर्षकी नानी इमानी अधिकारी कान्छी छोरीको गुन्यचोली थियो। गुन्यचोली विधिवत रूपमा हामीले नानीलाई दिइसके पछाडि उनको चाहिँ गोडा धुने कार्यक्रम रह्यो। गोडा धुने क्रममा सबभन्दा पहिला हाम्रो घरको ज्येष्ठ सदस्य आमाले गोडा धुनुभयो। त्यसपछि मामा घरको आमाले, नानीको हजुरआमाले मामा घरतिरको, अनि त्यसपछि क्रमबद्ध रूपमा रोल क्रम अनुसार नै हामीले चाहिँ नानीको गोडा धोएर टिका लगाउने अथवा नानीलाई चाहिँ आशीर्वाद दिने कार्यक्रम अगाडि बढ्यो। अनि त्यसपछि हाम्रो यो नानी पनि असाध्यै खुसी भइन्। धेरैजना सङ्ख्यामा जति पनि हामीले हाम्रा आफन्त इष्टमित्रहरूलाई, हाम्रा छरछिमेकलाई हामीले चाहिँ निम्ता गरेका थियौँ, निमन्त्रणा गरेका थियौँ। त्यो निमन्त्रणामा जे पुरा धेरै जसो हाम्रो चाहिँ निम्ता मान्नको लागि हाम्रो घरमा आउनुभएको थियो। यस माङ्गलिक कार्यमा हाम्रा आफन्तजन, इष्टमित्र, छरछिमेक, साथीभाइ सबै आएर नानी बाबुलाई आशीर्वाद दिनुभयो र हाम्रो चाहिँ घरको शोभा बढाइदिनु भयो। त्यसको लागि अन्तर्हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसरी नै हजुरहरूको आशीर्वाद सदा सर्वदा रहिरहोस्। आगामी दिनमा पनि हजुरहरूको आशीर्वादले हाम्रो बाबु नानीको जीवन उज्जवल रहोस्। उनीहरूलाई चाहिँ हजुरको आशीर्वादले सद्बुद्धि, सद्विचार, सद्ज्ञान प्रदान होस्, मिलोस् भन्ने चाहन्छौँ। त्यसै गरी सबैले अब नानीको यहाँ मैले खासै यो व्रतबन्ध एक हाततिरका तस्बिरहरू कुनै पनि मैले राखेकी छैन। मात्र हाम्रो चाहिँ नानीको एउटा गुन्यचोलीको कार्यक्रम यसरी भएको थियो। हाम्रो चाहिँ आमाहरूले यसरी टिका लगाउनु भएको थियो। त्यसपछि हामीले पनि यस्तो गरेका थियौँ भनेर थोरै सम्झनाको लागि, धेरै चाहिँ केही गर्न तडक भडक नगरिकन सामान्य तरिकाले विधिवत रूपमा हाम्रो नानीको चाहिँ गुन्यचोली सम्पन्न भयो। त्यसरी नै हाम्रो सबभन्दा हामीलाई खुसी के लाग्यो भने हामीले चाहिँ हाम्रो माङ्गलिक कार्यमा, यो शुभ कार्यमा चाहिँ हामीले जसलाई हामीले चाहिँ निमन्त्रणा दिएका थियौँ, हाम्रो निमन्त्रणलाई स्वीकार गरेर हाम्रो घरमा पाल्नुभयो। असाध्यै खुसी लाग्यो हामीलाई। हाम्रो चाहिँ हजुरहरूको साथ सहयोग, हजुरहरूको चाहिँ यो सदा सहायताले हाम्रो यो कार्य सम्पन्न भयो। अब यति नै हो। हाम्रो अब घरमा हाम्रो सबै एकदमै रमाइलो भयो। सबैजना हामी थिएनौँ, छोरी थिएन। हाम्रो घरको सबभन्दा कान्छो देवरको परिवारहरू पनि हुनुहुन्थेन।